आज शुक्रबार उहाँको चाहिँ अफिस छुट्टी हुन्छ। त्यसपछि चाहिँ आज कहाँ जाने घुम्न भनेर सल्लाह गऱ्यौँ। अनि म नगएको ठाउँ थियो, उहाँ चाहिँ एकचोटि जानुभएको रहेछ। त्यसपछि मलमला मन्दिर जाऊँ न त भन्यौँ, तर हामी चाहिँ अबेला प्लान भएको थियो। खाना खाइसकेको थियौँ, पूजा गर्न नगए पनि घुम्न हुन्छ जाऊँ भनेर हिँड्यौँ। त्यसपछि गइसकेपछि त्यहाँ त रमाइलो रहेछ, हरियाली यताउता रमाइलो रहेछ, सिँढी रहेछ। अनि त्यही नै उकालो छ कि जान गाह्रो हुन्छ कि नजाऊँ कि भन्ने कुरा गरेको थियौँ। जाऊँ यहाँ आइसकेपछि भन्ने सल्लाह भएर अनि जाँदैछौँ। अनि दुईजना भएर जाँदैछौँ। पहिलोचोटि आएको भएर होला रमाइलो लाग्यो मलाई चाहिँ। नजिक भइकन पनि खासै जाने मौका मिलेको थिएन। जान मन लागेको थियो जान त, तर त्यति मौका मिलेको थिएन। अनि आज जाऊँ न त भनेर हिँडेको। त्यही क्रममा ल आइज सेल्फी खिचौँ हामीले पनि भनेर भन्नु र अनि एउटा सेल्फी पनि खिच्यौँ सँगै दुईजनाले। त्यहाँ गएपछि उता अप्ठ्यारो छ कि नजाम्बो भन्ने थिएँ। अलि सुनु पनि लागेको कि ठाउँको नगएको भएर होला कि सुनु लागेको थियो, नजाम्बो भनेको थिएँ। फेरि जाऊँ यहाँ आएपछि भन्यौँ, अनि फेरि जान लाग्यौँ। तर राम्रो रहेछ, सिँढी बनाएर बाटोहरू त राम्रो बनाएर रहेछ। बिचमा चाहिँ थकाइ मार्ने भनेर चौपारी जस्तो, चौपारी के भन्ने, प्रतीक्षालय सेल्फी मोड भनौँ न, त्यस्तो रहेछ। त्यहाँ गएर मलाई त लास्टै थकाइ लाग्थ्यो, त्यति हिँड्दा पनि खासै हिँड्ने बानी नलागेको। अनि बसेँ, तर एन्टी लाइटबाट राम्रो भिडियो त पुरा आएर हिँड्छ। एन्टी लाइट रहेछ, परे रहेछ मोबाइलमा। अनि त्यहीँ बस्यौँ। अनि चाउचाउहरू लिएर गएको थियौँ। त्यही खाना सरको एकदमै फेभरेट हो चाउचाउ भुजा चाहिँ। अनि ल ठिक छ भन्नुभयो, आएर बसेको भएर थकाइ लाग्थ्यो कि त्यही भएर। आउँदा हामीलाई त थकाइ लाग्यो। अब त्यहाँभन्दा माथि पूजै गर्ने तरिकाले हामीलाई बरु कुनै दिन राम्ररी बिहानैमा भन्ने तरिकाले सोच्यौँ र माथि नजामै भनेर सल्लाह गरेछौँ। हाँस्नु भयो यहाँ आएर नजाने भनेर। अनि त्यसपछि पानी नलैजा किन हिँडाल्न पर्यो भन्नुभएको थियो। अनि लको त्यही पनि थोरै भयो आखिरी। उहाँ भनिरहनु भयो मलाई, यो भनेर सम्झाइरहनु भयो, यो यस्तो ठाउँ हो भनेर। म माथि जान सक्दिनँ है भनेको थिएँ, त्यही भएर जिस्काइरहनु भयो। फेरि पूजा गर्ने तरिकाले आम्ला भनेर के। तर कहिलेकाहीँ समय मिलाएर यस्तो ठाउँहरूमा आनन्द घुम्न जान त मजा अझै हुँदो रहेछ। कस्तो तुवालो जस्तो लाग्यो कि, छ्याक्क त छैन, परसम्म देखिन त। उहाँको फेरि खाली खाने टाइम हुन्छ, मजाले खाएको खाइ गएर बसेदेखि खाएको खाइ गर्नुभयो।
अझै खाएर भ्याउनु होइन के अब मैले त्यति भनेको त पोको पोको पारेर राख्न लाउनु चावडा थिएँ 2टा खाएँ भनेर पुरा भनिरहनु भयो मिठो छ भन्नु पोको पारेर घर हिँडाल्नु मलाई खासै फेरि चाउचाउको त चाहिँ मनै पर्दैन खासै खान त खाएँ लाई चाहिँ यहाँ यसो एउटा सेल्फी त लिन पर्यो भनेर फेरि बोलाउन र फेरि सेल्फी खिच्नलाई उहाँलाई फेरि सेल्फी खिचेको एकदमै मनपर्छ फोटा खिच्न भनेपछि त रमाउनुहुन्छ त्यसपछि फेरि कुनै दिन पूजा गर्ने तरिकाबाटै हाम्ला भन्ने सोचेर चाहिँ फर्किने निर्णय गरेर अनि फर्किन लाग्यो हामी त फर्किँदा त एउटा रुख रहेछ लौ म त यहाँ पिङ खेल्छु ल फोटो खिच्दे भनेर पो त्यहाँ जानुहुन्छ के र अनि म पोजका फोटो खिच्दै यहाँ त क्यामराम्यानै बनेको थिएँ त म त त्यहाँ त अनि फर्कियौँ हिँड्नलाई कुनै दिन चाहिँ अलि टाइम मिलाएर बिहानै जानु पर्ला भन्ने सोचेर फर्क्यौँ क्यामेरा अलि खिच्दाखेरि रमाइलो लाग्यो घुम्दाखेरि रमाइलो हुँदो रहेछ भगवान् शिवको भिडियो पनि छ त्यहाँ मन्दिरहरू रहेछ त्यसपछि चाहिँ हामी मुर्गिया बजार आएर अनि रनेउराको बाटो घर आउन भनेर अनि आइम बोलबम मन्दिरको बाटो हो के यो भनेको बोलबम मन्दिर निस्किने रनेउरावाला बाटो हो